अहिले चाहिँ हामी टक्क कि भुराहरूसँग टक्क वनभोज हिँडिरहेछौँ चटपटे बनाउनु खान जाने रे न्यु माथि जङ्गलमा सब भुराहरू लिएर दसैँ गरेर जान्छौँ हामी सबैजना गएर अहिले चाहिँ हामी टक्क माथि जङ्गलमा चाउचाउ साँधेर खान जानु लाग्यो त्यही भएर यिनीहरू सब यहाँनिर चाहिँ अब अन्डै मान्छन् अनि यो चाहिँ खुर्पी काँक्रो काट्नलाई प्याज प्याज बकिस्ती सब सामान यहीँबाट लगाएर माथि काफल खाने ठाउँमा खोइ लाइट हट्दैजना उहीँ गएर खाने भनेर बसेँ अनि सब भुराहरू चाहिँ लिएर गएर सबैसँग अब यिनीहरूले पनि सबलाई जानु मन लाग्छ नि सबलाई लिएर माथि जङ्गलमा लगाएर खाने अब कति माथि जाने हामी सबै भुराहरू सबै लिएर सब माथि जानु लाग्यो माथि चाहिँ धेरै माथि छ जस्तो कालो ठाडै माथि धेरै कालो आउँछ सबैजना सँगै आज एक दिन भोलि चाहिँ वर्तमान छ त्यतै बसिहाल्छ आज चाहिँ हेर्नु यहाँनिर हामी चाहिँ घरबाट चाउचाउ खोर्सानी प्याज प्याज ला अब कागती नभइकन चाउचाउ साँधेर खाने केटाहरूले कस्तो हुन्छ हेर्दै जाउँ केटाहरू चाहिँ कुदिसके तिनीहरू चाहिँ म चाहिँ हिँड्नै सकिनँ भुरोले गर्दा हिँड्न सकेन तिमीले कतै हिँड्नै घुइसार्दै लिएर जानुपर्छ त्यसलाई कहाँ माथि हो तर सबै यहाँ आइहाले त्यो शब्द भएको घर त्यहाँ हामी चाहिँ यो घरबाट आएको यति उकालो आइसक्यौँ क्या यति ठाडै उकालो जस्तै छ धेरै छ अझ माथिसम्म जानु सकेन चाहिँ माथि पुगिसक्यो हामी चाहिँ हिँड्नै सकेनौँ अनि किनेरै बिस्तारै हिँड्दैछ ओ त्यो त कहाँ माथि पुगेको अनि केटाहरू चाहिँ कुद्दै कुद्दै गइसके होइन होइन माथि हो यो होइन उनीहरू चाहिँ कुद्दै कुद्दै गइसके केटाहरू एक्साइटेड भयो समय समाएर हिँड्नै लड्ला कुद कुद खाली ठाउँमा कुद्दै माथि जान्ला धेरै माथि गएपछि घाँड हुन्छ झर्नलाई घुरासुरा सबै आइछन् धेरै माथि जान नि हुँदैन ठिकै अब अलिकति माथि जान पनि काफलको बोर्डसम्म काफल खान्छ रमाइलो चाहिँ हुन्छ त्यो केटाहरूले यस्तो घुम्नलाई सब भुराहरूलाई उठाएर अनि लिएर यता चाहिँ गुडा नि खोल्यो फुलफुली चाहिँ गुडा फुल है गुडासी यता सकिरहेको रहेछ गुडा झरिसक्यो क्या ढिलो भइसक्यो अलि अस्ति नै फुलिसकेको छ गुडास पनि छ केटा चाहिँ कहाँ पुगिसक्यो क्या माथि पुगिसक्यो जस्तो गलिस् त गलिस् यो चाहिँ गल्यो ल ल कहाँ गइदिनु तिमीहरू काफलमा चढिसक्यो यो चाहिँ अब सकेन अब यसलाई बोक्न पर्ने केटाहरू उहाँ काफलको बोटमा पुगिसके अब हामी चाहिँ ए भुरालाई लिएर तल गाह्रो त भएन नि छैन यसरी बोक्दा हुन्छ अनि अब हिँड्ने नि तपाईँ अब चाहिँ हामी आइपुग्न लाइनमा आउँछ धेरै अलिकति त्यहीँ हो केटाहरू कुद्दै खानु कोही त तुरु पनि चढिसकेँ अब म चाहिँ यो भुरालाई बोकेर नाम्दैछु केटाहरू त म ल हामी आयौँ फाइनली है आइपुग्न लायौँ सबजना चढिरहन् एक्साइटेड छन् सबैजना उनीहरू हामी आइपुग्नलाई काफल खानलाई रमाइलो जे भाइ साथीसँग भुरामा रमाइलो छुट्टै हुन्छ पछि त याद त हुने हो नि यस्तो भन्ने कुरो अहिले चाहिँ अब यही भुरा काँचो काफल पाक्नु पाएको छैन काँचो काफल कालमा चढिसक्यो रुखमा अर्को चढिसक्यो काटा हालो त्यो काटेर प्लास्टिकमा हाल होइन अनि त्यसपछि ल्याउ यसले काट्नु कालो भाषा कतै चाहिँ पाकेको छैन अनि उनीहरू काफल टिप्छ नि यिनीहरूले चाहिँ भाइ ल काफल चाहिँ कालो छ प्याज पनि त पछि कालो लास्टै कालो काँचो काँचो यता आइदिनु त किन छिरेको त्यहाँभित्र सब भाइहरू बस बस गीत बज भाइ खतरा काटिरहेको नि यहाँनिर रेडी
अनि यहाँ मजा ठक्क अब म काट्छु पहिला अब यहाँ देख्ने यहाँ चाहिँ अब ठक्क प्याज काट्ने कार्यक्रम भइरहेको यो खुर्बीले काट्दो रहेछ यो हँसियाले काटिनै ल्याएन अब के गर्नु अब चाहिँ हाम्रो ठ्याक्कै काटिओरी सबै सक्यो अब मोलेर सबै रेडी हुँदैछ म त्यतिको हल्लाउँ त्यतिको तिनीहरू चाहिँ त्यहाँनिर हल्ला गरिरहन् अब यहाँ हामीले चाहिँ साँधिसक्यौँ यो चाहिँ हँसियाले नि त्यहीँ हुन्छ हामी दुई तिनजना देखाउँछौँ अनि यो हँसियाले पनि काटेन क्या यो नलाग्ने रहेछ लाग्ने भनेर ल्याएको नलाग्ने परेछ त्यत्तिकै नचार निचित पारेर खोर्सानी खोइ खोर्सानी के पल पार सेहिँदैन खाइदिए चाख्यो होइन मिठो भए नखा तिनीहरू पाउँदैन फल भयो सबैजना त एकै ठाउँ झिक्ने खाने हो तिनीहरू चाहिँ त्यहाँ काफल टिम लगाइरहेछन् अब चाहिँ यहाँ सबै नुन पनि लगाएन छ नुन हाल्नु पनि त मसला पनि लगाएन जस्तो गीत गर्दा नि भाइ अब चाहिँ हामी यहाँनिर टक्क तिनीहरू केटाहरू काफल टिपिसकेपछि साँधेको चल्छौँ सबैजना हाम्रो खाने कार्यक्रम भइरहेको यिनीहरू खाइरहेको यहाँ भाइहरू एउटा हामीहरू तिनीहरू चाहिँ नखाँदै तिनीहरू पनि हामीले खाइदिने अब नखाए खाँदैन मुसो भएको नुन नभए पनि त्यो नभए पनि मिठो छ मिल्ने छैन भए पनि सकि अझै हाम्रो खाएर पनि सकिसक्यो अझै ठ्याक्कै खाएर सकेर अब जानु तिनीहरू ओर्लिन्छ नि त्यसपछि गर्दैछ अझै हाम्रो सकेर अब जाने केटाहरू सब जानलाई रेडी भएर कति बजे हेर ठ्याक्कै अहिले चाहिँ 12-7 भएछ अब चाहिँ हामी एकछिनमा हिँड्छौँ यो जङ्गल छ क्या पुरै यहाँ चाहिँ यस्तो बवाल मन्दिर छ यहाँ माथि चाहिँ यो त जङ्गल छ त्यहाँ म पहिला यहाँ मालम बस्दाखेरि यो बारी सब आउँथ्यो यहाँ बाख्रा चराउन यो जङ्गलतिर यता माथि माथिबाट यता जाने हुन्छ मन्दिर छ बवाल छ उकालो अझै 10-15 मिनट उकालो हिँड्नु त्यही मन्दिर छ यहाँबाट 5 अनि म बाख्रा हेर्ने यता पनि लिएर आउँथेँ म बाख्रा यहाँनिर बारी थियो अनि हामी टक्क बाख्रा ल्याएको बेला यता बस्थ्यौँ अनि त्यता उ गर्थ्यौँ बवाल छ यो ठाउँ चाहिँ जङ्गल टाइप भए पनि केटाहरू कहाँ टिप्छ क्या अब जानु यहाँ चाहिँ 5जना छ यो एक्लै हानिरहेको क्या यो 5जना यो एक्लै यहाँ चाहिँ केटाहरूको थिचाथिच खेल्ने केटाहरू चाहिँ भागेको छन् ऊ चाहिँ लखडै छ क्या यिनीहरू चाहिँ अब यता कुद्ने उता कुद्ने यताबाट लखड्ने समयपछि चाहिँ यता कुद्ने एउटाले समयपछि थिच्ने कि केटाहरूले एउटाले नसमाउँदा चाहिँ भाए गर्ने अनि समाइसकेपछि चाहिँ थिच्ने अब त्यहाँ एउटाले कसले समाउला र अनि खिचाउँला भन्नु बसेर नि केटाहरू यता कुद्ने भनेर बस्यो अब त्यहाँ एउटाले खुट्टो समाउने बित्तिकै अर्को गरेर समाइहाल्ने क्या यहाँनिर यस्तो लखड्दै खाने केटाहरूले यो चाहिँ अलिक बोलियो यो भाइ चाहिँ यसले के गरी खेदाइरहेको क्या यिनीहरूलाई चाहिँ भाइ छन् धुराहरू त हो जुन सानो हो त्यसलाई किची बसिरहेको हान्न चाहिँ पाइँदैन फेरि यहाँ जिस्की हो त्यस्तो रियल पनि फाइट होइन अब यहाँ चाहिँ हान्न चाहिँ नपाउँछ अब यहाँ चाहिँ केटाहरूले थिचिसक्यो क्या एउटाले आएर यस्तो थिचिसक्यो एउटाले थिचेपछि सबले नचाक निचिक बनायो त एउटाले त्यो एउटाले थिचेन भने चाहिँ अरू नथिच्ने एउटाले थिच्यो भने चाहिँ सबले नचार निचिक बनाइदिने कि त्यहाँनिर केटाहरूले यहाँनिर थिचिसक्यो एउटाले सकाइदिइसक्यो अब यसपछि चाहिँ नखेल्ने यो एउटा गेम भनेर बसिरहेको थियो अब यसपछि सक्यो यिनीहरूको अब यहाँ थिचेपछि छुट्याइदिनु लागिसक्यो अब यो टी सर्ट यो छुट्याइसकेपछि चाहिँ अनि उता अब अर्कै यिनीहरूको अब यसपछि सकाइदिने यिनीहरू यो छुट्याइदिएर अब अरू 2जना केटाहरू यो चाहिँ लास्ट फटाखायो केटाहरू यहाँ चाहिँ एउटाले थिचेपछि जाने होइन भने चाहिँ नजाने यहाँ चाहिँ 3जना केटाहरूसँग एकजनै भेटिरहेको क्या 3-4जना छन् त्यो एउटा चाहिँ यो भाइ चाहिँ एक्लै 3जना छन् लडिरहेको 3जनाबाट एक्लै हानिरहेको क्या उसले सकेसम्म लखटी अब चाहिँ केटाहरू एकलाई खेल्ने क्या अनि 2जना चाहिँ साथी हो नि अब कसले जित्दो रहेछ बल चाहिँ हेरौँ भनेर अनि केटाहरू जबरजस्ती बनायो क्या रेफ्री राखेर अब जसले पहिला थिच्यो उसैको नम्बर आउने गरी थिचेपछि चाहिँ छुट्याइहाल्न पर्ने अनि नथिचिन्जेलसम्म चाहिँ त्यहाँ खेल्न दिने जसले थिचेर अलिक दुखाउन खोज्छ त्यसपछि चाहिँ झिकिहाल्ने क्या अनि थिच्दा हान्न खोज्यो भने छुट्याउने हान्न खोजेन थिचिराख्यो भने छुट्याएर गर्ने अनि कसको बेसी नम्बर आउँछ अनि त्यसलाई चाहिँ गनिराख्ने केटाहरूको अब भुत्ल्याउन चाहिँ नदिने त्यहाँ कराउने निचार्न पनि नदिने भुत्ल्याइराखेको केटाहरूले अनि त्यस्तो नसमान कपाल चाहिँ भन्ने अनि केटाहरू चाहिँ अब त्यो छुट्याइदिने त्यो चाहिँ रेफ्री म चाहिँ यता गन्ने केटाहरूको अब जसले जित्छ त्यसले
यस्तो थिच जो बलियो हो उसले त थिचिराख्छ, नजित्नेले नबलियो नहुनेले थिच्दैन। जसले बेसी 3 चोटिसम्म खेल्ने, 3 चोटिसम्म जसले थिचिराख 3 चोटिसम्म लगातार थिच्यो भने त्यसले जित्यो, थिचेन भने अर्काले जित्ने। अनि केटाहरूले चाहिँ मस्त थिचिराख क्या, यताबाट एउटाले थिच्छ अर्कोले थिच्छ, पालै पालो क्या, यताबाट थिच्छ फेरि उठ्छ अर्को थिच्छ, अनि मिलाइ केटाहरूले मस्त खेलिरहेछन्, रमाइलो। अब केटाहरूलाई मन जोस चलिरहेछ। अनि तिनीहरू चाहिँ कहिलेकाहीँ बाजा हुँदो रहेछ, अनि को बोल्यो थाहा रहन्छ क्या, ल अन्त खेला केटाहरू आजै भनेर अनि तिनीहरूलाई अहिले खेलाइदिएर अब फेरि त्यो 1 राउन्ड सक्यो। अब चाहिँ अर्को राउन्ड फेरि अब यहाँ जसले थिच्छ त्यो चाहिँ नम्बर आयो, अब यहाँ छुट्याइहाल्ने, अर्कोले गरेर छुट्याइहाल्ने। त्यहाँ पहिला थिचेको 1-2 चोटि छुट्याउन गाह्रो, केटाहरू मैले थिचेँ भनेन, अनि अर्को हेभी देखिछि त्यो होइन तिमीहरूले भनेर अनि जसले पहिला थिच्यो त्यसैलाई दिएर नम्बर दिएर अनि केटाहरूलाई यसो गरी अनि खेल। अब चाहिँ केटाहरूले केटाहरू खाइसक्यो होइन, अब चाहिँ आगो बाल्ने रे, आगो बाल्ने भनेपछि केटाहरूले सल्पिर खोजेर अनि त्यहाँ माथि लगेर बाल्ने रे। सब केटाहरू खोजिरहन् सल्पिर, मैले त्यहाँनिर यसो चालिदिरहेको छु केटामा। अरू चाहिँ केटाहरूले त्यहाँको सोरेर उठाएर लगाएर माथि चौरमा राखेँ होइन, अनि त्यहाँ सोर्यौँ सबै गाह्रो पुरै सोरिराख्नु सल्पिर त्यहाँ लगेर अनि माथि लगेर थुपार्यौँ, माथि लगेर थुपार्ने, त्यहाँनिर लगेर थुपारेपछि अनि त्यसपछि आगो बाल्ने भनेर भने केटाहरू फेरि एकै ठाउँमा यता छेउमा लिएर थुपार्छन्, फेरि अनि यता नथुपार पर लैजा भनेर अनि केटाहरूलाई भनेर लाएर अनि पर अलि बारीको बिचतिर लाने, आगो चाहिँ नजाने खालको। अब त्यहाँ बालेपछि अब यता सबैतिर जान्छ भनेर बिचतिर लैजा, बिचतिर लगाएर अनि माइ नजाने गरी बालेर अनि केटाहरूले भनेर लाइटर फेरि थिएन, फेरि एउटा भाइ लिएर आइरहेको लाइटर फेरि बल्दै नबलेर कति बेरसम्म बल्दै नबलेर अनि बल्ल बल्लेको लाइटर चाहिँ पछि बल्यो, केटाहरूले गर्दै बल्दैन। अनि त्यहाँनिर फेरि यहीँ चलिरहेको केटाहरू नचल भने कराएर अनि त्यहाँनिर लाइटर बल्ल बाल्यो क्या, त्यसले बाल्नै सकेन, केटाहरूले चाहिँ बाल्नै सकेन क्या। अनि त्यसपछि म आफैले अब त्यहाँनिर मैले फेरि यस्तो टकटकाएर गर्ने बित्तिकै बल्दिरहेको क्या आगो चाहिँ। अनि त्यहाँबाट बाल्यौँ एकछिन, त्यहाँनिर दौड्यो, केटाहरूले त्यहाँ हाल्यो सल्पिर, बाहिर रमाइलो भइरहेको, केटाहरू कराइरहन् यतातिर अनि उ गरिरहन्, सल्पिर हालिरहन्, नगर त्यहाँ गर भने गर। त्यो भाइले चाहिँ उता घुमाएर बनाइरहेको क्या, यस्तो फना घुमाइरहेको देखाइरहेको त्यतातिर, म चाहिँ त्यहाँ आगो बालिरहेको। अनि ती केटाहरूले चाहिँ उता उड्छ भनेर टक्क त्यहाँनिर सबले एकै ठाउँमा हालेँ, उता उड्यो भने अहिले फेरि आगो लाग्छ, त्यो फेरि कराउँछन्। अनि सब सल्पिर जति एकै ठाउँ राख्ने बिच्चामा सब कराइरहन्, एक्साइटेड भइरहन् केटाहरू चाहिँ। फेरि त्यहाँनिर आगो रमाइलो हुन्छ त, अब आगो भनेपछि चाहिँ अब केही नगरे पनि अनि धेरै केटाहरू सोचिरह मासु लिएर खानु पायो भनिरहेको थियो। अब सप्ताहको बेला मासु खाने त्यो कुरो भन त्यहीँनिर है। अब रमाइलोको लागि भने नि अनि सबै सल्पिर जति एकै ठाउँमा हालेँ, एकै ठाउँमा हालिसकेपछि केटाहरूले सब यता कराइरह, कोही यता डरेर लगाइदियो भनेदेखि यस्तो बच्चाहरू भएर नि फटाएर गर्नु हुँदैन भने त्यहीँनिरै थपिरहन्, नथप भन्दा नि। अब चाहिँ हामीले आगो बालिकन निभाइकन सबै भएर अब चाहिँ हामी जानु लागेको छौँ। अझै सबजना आइज भाइ आइज, हामी टक्क सब केटाहरू एउटा कोही तलतिर पुगिसक्यो, कोही जिउ तलतिर पुगिसक्यो, हामी चाहिँ अब यहीँ छौँ। आगो सागो निभाएर सबै गरेर अब चाहिँ जानु लागेको छौँ। अब सबैजना बुढाहरू तल आउन चाहिँ ढिलो भयो, जान त